हेलो साथीहरु, नमस्ते र सबैलाई सृजनाज किचनमा स्वागत छ साथीहरु। आज मैले हजुरहरुलाई मिठाईको रेसिपी देखाउन गइरहेकी छु। भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनु है त। त्यसको लागि मैले यहाँ पहिला त 2 लिटर दुध ल्याएँ र पहिला दुधलाई चाहिँ उमाल्नको लागि राखेको छु र दुध उम्लेपछि मैले चाहिँ अरु कुराहरु हजुरहरुलाई देखाउने छु। साथीहरु, दुध उम्लिसक्यो र मैले यो दुधबाट चाहिँ मैले अलिकति दुध आधा लिटर भन्दा के अलिकति बढी दुध निकालेर साइड लगाउँदै छु। यो मैले पछि युज गर्छु। अहिलेलाई चाहिँ यहाँ अलिकति दुध निकालेर राखेँ। भिडियोलाई अन्तिमसम्म स्किप गरेर नगरिकन हेर्नु होला, स्किप नगरिकन हेर्दिनु होला। अन्तिमसम्म हेरेर साथ दिनु होला। लाइक, शेयर, सब्स्क्राइब पनि गर्नु होला। मैले दुध फटाल्नको लागि यहाँ चाहिँ भेनिगरमा थोरै पानी मिसाएर युज गर्ने। कागती लिँदाखेरि पनि हुन्छ, फिटकिरीले पनि फाट्छ। मैले भेनिगर युज गरेँ। अब थोरै थोरै भेनिगर हाल्दै दुध चलाउँदै मैले यसलाई फटाल्दै छु। र दुध चाहिँ फाट्यो एकछिनमा, मजाले फाट्यो र एकछिन अझै यसलाई चलाउँदै पकाउँदै छु। र अब मैले ग्यास अफ गर्दै छु। मजाले अब हामीलाई चाहिने जस्तो भइसक्यो। त्यसैले अब मैले ग्यास अफ गरेँ र यसलाई एकछिन 2-3 मिनेटको लागि ढाकेर यतिकै राखिदिन्छु। अनि त्यसपछि पातलो कपडामा यसरी मैले छाने यो दुध। अब यो दुधको फाटेको पानी पनि काम लाग्छ साथीहरु। त्यसलाई चाहिँ पिठो मुस्न दाललाई राम्रो हुन्छ र मैले यसलाई 2-3 पानी पखाले। मैले त्यो भेनिगरको चाहिँ अमिलोपना फाल्नको लागि मजाले 2-3 पानी पखालेपछि यसलाई मजाले निचर्छु। र हामीले पनिर यसैबाट पनिर बनाउँदा पनि हुन्छ, तर मैले चाहिँ अर्कै कामको लागि युज गरेको भएर यसलाई पनिर बनाउन थालिन। यसलाई पानी निचरेर मैले सबै पानी यसको सुक्खा पारेँ र मैले अब यसलाई प्लेटमा हालेर बाँकी प्रोसेस गर्दै छु। भिडियोलाई चाहिँ अन्तिमसम्म स्किप नगरिकन हेर्नु होला, सब्स्क्राइब पनि गर्नु होला। र मैले यसलाई यसरी मजाले मोल्दै छु साथीहरु। नरम बनाउँदै छ, नरम हुन्जेल मोल्नुपर्छ। नरम बनाएर यसलाई मजाले अब अझ अत्केलाले मजाले मिची हो यसरी चिल्लो साइनिङ आउँदासम्म, चिल्लो मसिनो हुँदासम्म मजाले मोल्नुस्। र मैले त्यसरी नै मोलिरहेको छु। र अब हाम्रो लगभग हुन लाग्यो, भयो भने पनि हुन्छ। अब यसलाई मैले अघिको फेरि दुधलाई मैले यो भाँडामा खन्याएँ। यसलाई मैले अघि हामीले छुट्टै राखेका थियौँ, त्यो दुध यहाँ खन्याएँ। तरसहित नै तर लागेको थियो, तरसहित नै यहाँ खन्याएँ। अब यसलाई मजाले पकाउनु पर्छ। दुध एकछिन उमाल्नु पर्छ। उम्ले त एकचोटि उम्लिसकेको हो, तर पनि यसलाई म फेरि उमाल्न गइरहेकी छु। दुध मजाले उम्लिसक्यो मजाले। अब मैले अघिको त्यो थोरै केसर यसमा एड गरेँ, थोरै 2-4 धागो केसर हालेँ। अनि यसमा फुड कलर पनि युज गर्दा हुन्छ, मैले पनि गरेको छु। केसरबाट मात्रै रङ आउँदैन, त्यसैले मैले अलिक थोरै फुड कलर हालेँ। र अघिको पनिर मिचेको पनिर मैले यसमा एड गरेँ र मजाले एकछिन चाहिँ चलाउँछु साथीहरु। यसलाई चाहिँ एकदम नरम हुँदासम्म एकछिन चलाउँछु। यसको डल्लाहरु मजाले फुटाल्दै चलाउँदै गर्नुपर्छ। र यसलाई मिक्सरमा पिसेर हाल्दा पनि हुन्छ। हातले मिच्न झ्याउलाई कम्ती 8-10 मिनेटै मिच्न पर्छ। नभए मिक्सरमा पिस्यो भने उतिखेर भइहाल्छ हैन। त्यसैले मिक्सरमा पिस्दा पनि हुन्छ, तर मैले हातैले गरेँ। र यसमा चाहिँ यहाँ मिक्स गर्दै छु। मजाले मिक्स हुन्जेल चलाउनु पर्छ। र हाम्रो लगभग मिक्स भयो। कलर पनि मिठो कलर आएको छ। अब मैले यसमा चाहिँ 1 कप नरिवलको पाउडर एड गरेँ साथीहरु। अनि 1 कप नरिवलको पाउडर। अनि यसमा चाहिँ 1 चिया चम्चाको 1 चम्चा पाउडर मिल्क हैन। पाउडर मिल्क अझ धेरै एड गर्दा नि हुन्छ। मैले चाहिँ अलि थोरै नै एड गरेँ। 1 चम्चा पाउडर दुध हैन, 1 चम्चा र आधा चम्चा जस्तो यति। अनि यसको फेरि आधा फेरि एड गर्छु। अनि मिल्क पाउडर ठुलो चम्चाको आधा चम्चा है। अनि अब यसलाई मजाले चलाएर पानी सुकाउँदासम्म चलाउनु पर्छ साथीहरु। यसबाट हल्का हल्का पानी निस्किन्छ। सबै दुधहरु सोसिसकेपछि पनि हल्का त्यसमा पानी निस्केको हुन्छ। त्यो मजाले चलाउँदै पिँधमा नलागोस् भनेर मजाले चलाउँदै पकाउनु पर्छ मिडियम आँचमा। यसरी
मजाले चलाउँदै पकाउनुपर्छ। अब मैले यसमा चिनी एड गर्ने साथीहरू, चिनीको सट्टा हामीले कन्डेन्स मिल्क पनि एड गर्न सकिन्छ। मैले चिनी एड गरेँ र अझै यसलाई मजाले अझै चलाउनुपर्छ। कमसेकम 15-20 मिनटमा यो 15 मिनट जति मजाले पकाउनै पर्छ, पानी पुरा सुकुन्जेल। ल हाम्रो लगभग रेडी हुन थालिसकेको छ साथीहरू। मजाले अझै चलाउँदै पकाउँदै गर्ने। कहाँबाट हेर्दै हुनुहुन्छ भिडियो, कसले र कहाँबाट हेर्दै हुनुहुन्छ प्लिज कमेन्टमा नाप्ने हेर्नुहोला। यस्तोले पानी अझै सुक्नै छ, पानी एकछिन अझै टाइम लाग्छ, 5-7 मिनट। पानी लगभग सुकिसकेको छ साथीहरूलाई, हेर्नुहोस् यहाँ देख्न सक्नुहुन्छ हजुरहरूले। अनि यसलाई सुकाउनै पर्छ, नत्र जम्ने हुँदैन, नजम्ने डर हुन्छ। मैले फ्लेभरको लागि अलिकति सुकमेललाई पिसेर हालेँ यहाँ र अझै चलाउने। पानी अब लगभग सुकिसकेको छ। ल यसरी हाम्रो चाहिँ स्वादिलो आज अचानक मिठाई खान मन लाग्यो अनि बजारको खायो, एउटा खाएपछि अनि पेट ढुस्स जस्तो हुने, त्यसैले घरमै जाँगर गरेको साथीहरू। यसरी घरमै जाँगर गरेँ, हेल्दी खान पाइयो, ताजा खान पाइयो, मिसावट नभएको खान पाइयो। मैले थोरै बास्नाको लागि अलिकति घिउ पनि एड गरेँ र हाम्रो यो लगभग रेडी भयो। अब ल हेर्नुहोस्, सबै पानी सुकिसक्यो र हाम्रो चाहिँ मिक्सर पनि यस्तो भएको, पिँधमा लागेको छैन। यो हाम्रो रेडी भयो। अब एकदमै मिठो साथीहरू, बास्ना कस्तो मिठो बास्ना आएको छ। हजुरहरूले पनि एकचोटि ट्राई त गर्नु होला है त, पक्कै पनि ट्राई गर्नुहुन्छ कि नगर्नु होइन। मिठो छ, स्वादिलो छ, हेल्दी छ, बच्चाबच्चीलाई दिन पनि त्यस्तो डराउनु परेन। आफ्नै घरको बेसिक चिजहरूबाट बनेको। र मैले एउटा ट्रेमा घिउ दलेर यसरी राखेँ र मिक्सर त्यहाँ खनाएँ र यसलाई मजाले अँठ्याउनुपर्छ साथीहरू। एकछिन मैले चम्चाले पनि हातैले अँठ्याउँछु एकछिनमा, अलि तातो छ र अहिले। एकछिनपछि हातैले मजाले अँठ्याउँछु। ल मैले अँठाएर यसलाई अब एकछिन सेट हुनको लागि अलिकति सेट हुन्छ। एकछिनपछि धेरै पनि लाग्दैन, बाहिर राख्यो भने आधी घन्टा, नत्र 10 मिनटमा, फ्रिजमा 10 मिनटमा। माथिबाट मैले काटेको ड्राई फ्रुट्सले गार्निस गरेँ, यो नगरे पनि हुन्छ, अथवा यसको सट्टा चाँदी वर्क लगाए पनि हुन्छ। तर मैले ड्राई फ्रुट्सले गार्निस गरेँ यसरी। र हाम्रो मिठाई रेडी भयो साथीहरू। अब सेट पनि भइसकेको छ। अब सेट भइसक्यो। आधी घन्टापछि मैले अब यसलाई काट्न गइरहेको छु साथीहरू, ठ्याक्क सेपमा यसरी ठ्याक्क बराबर गरेर। बराबर गर्दै पनि अलिकति बाङ्गेटिङ्गो त भइहाल्यो, मेरो हातै भाङ्गो क्या साथीहरू। ल हाम्रो मिठाई हेर्नुहोस् त कस्तो मिठो छ, स्वादिलो छ, मुखमै रसाउने खालको। हजुरहरूले पनि बनाएर यसरी खानु होला र भिडियो कस्तो लाग्यो कमेन्टमा लेख्नु होला। Thank you everyone. Have a nice day. Bye bye. See you next video.